तपाईँ यहाँ देख्दै हुनुहुन्छ मनोहराको सुकुम्बासी बस्ती। यहाँ अहिले सरकारले बालेन सरकारले यस क्षेत्रको सम्पूर्ण सुकुम्बासीहरूलाई हटाउने कुरा भइरहेको छ र हटाइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण हाम्रा सुकुम्बासी बस्तीमा बस्ने मानिसहरूले सहयोग गरिरहेका छन्, जस्ताहरू हटाइरहेका छन् र यहाँ कतिपय मान्छेहरू सुकुम्बासी बस्ती कसरी हटाइरहेको छ भनेर हेर्न आइरहनु भएको छ। कबाडीहरूले कबाडीको सामान ओसारिरहेका छन् र एकदमै सौहार्दपूर्ण वातावरणमा यहाँको सुकुम्बासी बस्ती हटिरहेको देख्न सक्छौँ। जुन किसिमले हामीले सामाजिक सोसल मिडियाहरूमा विभिन्न किसिमको भ्रमहरू फैलाएर एकदमै द्वन्द्व भइरहेको छ, झगडा भइरहेको छ, लडाइँ भइरहेको छ, प्रहरी झडप भइरहेको छ भनेर भनिएको छ। तर त्यो नभएर एकदम सौहार्दपूर्ण वातावरणमा यहाँ बस्ती हटाउने काम भइरहेको छ। सरकारलाई सहयोग गरिरहेको देख्न सकिन्छ। यहाँ धेरैजसो मानिसहरूको विचारधारा बुझ्दाखेरि चाहिँ यो सुकुम्बासी बस्ती हटाउनु भनेको एकदमै राम्रो कुरा भएको बुझिएको छ र एउटा समस्याको रूपमा पनि रहेको देख्न सकिन्छ। यहाँ किन देख्न सकिन्छ भनेपछि यहाँबाट यो बस्तीमा यो मनोहरा नदी बस्तीमा छिरेर पछि असार साउनको समयमा ठुलै समस्या ल्याउने र सरकारले विपद व्यवस्थापन गर्नुपर्ने अवस्था पनि देख्न सकिन्छ। त्यसले गर्दा अहिले नै यो बस्तीलाई हटाएर यसलाई सुव्यवस्थित ठाउँमा लगेर राखिएको खण्डमा हामीले सरकारलाई पछि कुनै किसिमको समस्या नपर्ने देख्न सक्छौँ र यस्तो राम्रो कामको लागि बालेन सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ देख्न सक्नुहुन्छ यहाँ कबाडी बोकिरहनु भएको छ। कतिपय मान्छेहरू यहाँ के भइरहेको छ भनेर सोसल मिडियामा विभिन्न किसिमको भ्रम फैलाउने किसिमका समाचारहरू सम्प्रेषण गरेर आफ्नो भ्युज बढाउनको लागि जुन भ्रामक समाचारहरू सम्प्रेषण गरिएको छ त्यो केही पनि होइन। यसलाई चाहिँ भ्रामक समाचार भन्ने म जाहेर गर्न चाहन्छु। प्लस यस्ता किसिमको भ्रामक समाचार सम्प्रेषण गरेर समाजलाई बाँड्ने किसिमको जो मानिस सोसल मिडियाहरू र व्यक्तिहरू छन् ती व्यक्तिहरूले पनि केही कुरा देशको लागि केही होस् राम्रो होस् भन्ने सोच्नुपर्ने अवस्था आएको छ र सोच्नु जरुरी छ। र देश विकास हुनु छ भनेपछि केही विनाश पनि हुन जरुरी छ। र यहाँ कयौँ मानिसहरू चाहिँ सुकुम्बासी नभएर भाडामा बसिरहेको देख्न सकिन्छ। भाडामा बसिरहेका धेरैजसो मानिसहरू यहाँ भाडामा बसिरहेको र यहाँ वास्तविक सुकुम्बासी नभएको भनेर बुझिएको छ। डोजरले चाहिँ यहाँ तल अहिले मैले यहाँ तल देखाइरहेको छु। डोजरले चाहिँ तलबाट अपरेसन गर्दै आइरहेको छ र यहाँ ठुला पक्की भवनहरू पनि बनाएर भाडामा लगाइएको देख्न सकिन्छ। यहाँ कयौँ मानिसहरू विस्थापित त भएकै छन् तर पनि अहिले तत्कालको समयको लागि यो समस्या भए तापनि दीर्घकालीन रूपमा यसले राम्रो रूप लिनेछ भन्ने देख्न सकिन्छ। यहाँ ठुलै एरिया रहेको छ। यसलाई चाहिँ सरकारले चाहेको खण्डमा कुनै उद्योग कल कारखाना अथवा पर्यटकीय स्थल पार्कहरूको स्थापना गरेर यसबाट केही राम्रो आय आर्जनको स्रोत बनाउन पनि सक्ने देखिन्छ। यदि कुनै उद्योग कल कारखाना खोलेर काठमाडौँमा एउटा रोजगारीको माध्यम पनि बनाउन सक्ने जस्तो देख्न सकिन्छ। आज मिति 2083 साल वैशाख 13 गतेको दिन यो मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य भइरहेको छ। यहाँ डोजरले घरहरू भत्काइरहेको देख्न सक्नुहुन्छ। यहाँ मैले जुम गरेर देखाइरहेको छु। यहाँ डोजरले घर भत्काइरहेको छ। यहाँ सुकुम्बासी बस्तीमा पक्का घर बनाएर किनबेच पनि भइरहेको भन्ने बुझ्न आएको छ र वास्तविक सुकुम्बासीहरू यहाँ नरहेको र व्यक्तिगत रूपमा घरहरू बनाएर भाडामा लगाइरहेको देख्न पाइएको छ। र यहाँ घर हुनेहरू सुकुम्बासी भनेर बस्ने मानिसहरू पनि प्राय चाहिँ कुनै न कुनै ठाउँमा जग्गा रहेको घरहरू रहेको भन्ने बुझिएको छ। र यहाँ बस्ने मानिसहरू सुकुम्बासी भनेर बसिरहेका जुन मानिसहरू छन् यी मानिसहरू चाहिँ वास्तवमा सुकुम्बासी नभएर भाडामा बसिरहेको भन्ने
बुझिएको छ। सुकुम्बासी हो भन्ने सुकुम्बासी बस्ती भनेर भनिएको छ, तर वास्तवमा सुकुम्बासी बस्ती नभएर चाहिँ यहाँ चाहिँ भाडामा बसिरहेको भन्ने बुझिएको छ। यसैले यस ठाउँमा अब यहाँ जग्गा पनि प्रशस्तै रहेको देख्न सकिन्छ। यहाँ जग्गा धेरै नै रहेको छ। यहाँ मैले क्यामेराबाट राम्रोसँग देखाउन सकिरहेको छैन। यहाँ जग्गा धेरै नै रहेको छ र यो जग्गालाई यो जग्गामा ठुलै बस्ती र पक्का भवनहरू कुनै घरहरू त भर्खरै बनिरहेको भन्ने बुझिएको छ। घरहरू भर्खरै बनिरहेको छ, त ठुल्ठुला भवनहरू छन् र क्षति नै ठुलै क्षति भएको छ। तर क्षति भए तापनि उनीहरूलाई यो बस्ती हटाउनको लागि भनेर धेरै पहिलादेखि बालेन शाहले पहिलादेखि नै यो महानगर प्रमुख हुँदाखेरि नै पनि हटाउन कोसिस गर्नुभएको थियो र तत्कालीन केपी शर्मा ओली सरकारले सहयोग नगरेको कारणले गर्दा हटाउन सकिरहनु भएको थिएन र अहिले बालेन सरकारले पुरुषार्थका साथ यो बस्ती हटाउन सफल हुनुभएको छ र अत्यन्तै सौहार्दपूर्ण वातावरणमा यो बस्ती हटाइएको देख्न सकिन्छ। यहाँ प्रहरीलाई पनि देख्न सक्नुहुन्छ। प्रहरीहरू यहाँ धेरै नै खटिएका छन् र सामान हटाउनको लागि मानिसहरू खटिरहेका छन् र कबाडीहरूले कबाडी सामानहरू लगिरहेका छन् र त्यसै गरी यहाँ हेर्नको लागि यो बस्ती कसरी हटाइरहेको छ भनेर हेर्नको लागि धेरै नै मानिसहरू आएको देख्न सकिन्छ र आएर हेरिरहेका छन्। जुन सामाजिक सोसल मिडियाहरूमा एकदम भ्रामक समाचारहरू सम्प्रेषण गरेर यहाँ विभिन्न मुभमेन्ट भइरहेको, सुकुम्बासीहरू धेरै रहेको, सुकुम्बासीहरूलाई व्यवस्थापन नगरिकन घर भत्काइएको विभिन्न किसिमका समाचारहरू सम्प्रेषण गरिएको छ। यो सम्प्रेषण गरिएको समाचारहरू सम्पूर्ण भ्रामक समाचारहरू रहेको देख्न सकिन्छ। यहाँ ठुलै जमिन रहेको छ। मनोहराको किनारमा बस्तीमा मान्छेहरू बस्ती बनाएर बसिरहेका थिए र यो बस्तीलाई जुन बस्ती यो हटाइएको छ, यो बस्ती हटाइसकेपछि बालेन सरकारको कुनै योजना त हुनसक्छ। यो बस्तीमा सम्भवतः ढल निकासको योजना बनाएर बाँकी रहेको जमिनहरूमा बसपात बनाउँदाखेरि चाहिँ सबभन्दा उपयुक्त हुने थियो, अथवा यसमा कुनै पार्क अथवा उद्योग कल कारखाना अथवा के बनाएर यसलाई पछि उपयोग गर्नेछ त्यो त अब हामीले हेर्न नै बाँकी नै छ। यसमा सम्भवतः बालेन सरकारले राम्रै किसिमको योजना बनाएर यसलाई व्यवस्थापन गर्ने नै छ भन्ने हामीले बुझ्न र देख्न पाउनेछौँ। र आज हिजो शनिबार र आइतबार गरेर 2 दिन यो इलाका हिजो चाहिँ भत्काउन सकेको थिएन। साधारण मुठभेड भएको कारणले गर्दा हिजो भत्काउन सकेन र आज चाहिँ बिहानबाट नै भत्काउने कार्य जारी रहेको छ र आज जसरी पनि आज राति 10 बजीसम्म भए पनि अथवा कति समय लाग्छ, जति समय लागे तापनि यो बस्ती हटाउने बालेन सरकारको योजना रहेको धमाधम बस्तीबाट सामान हटाउने क्रम जारी छ। यहाँ पक्की भवनहरू पनि देख्न सक्नुहुन्छ। पक्की भवन रहेको छ र मानिसहरूको सामानहरू अव्यवस्थित तरिकाले रहेको छ। यहाँ कबाडीको सामान लाँदै हुनुहुन्छ। यहाँ धेरै जसो मानिसहरू त यहाँ के भइरहेको छ, कस्तो भइरहेको छ, यहाँ सुकुम्बासी बस्तीमा के भइरहेको रहेछ भनेर हेर्नको लागि पनि आएको देख्न सकिन्छ। सशस्त्र प्रहरी बल यहाँ गस्ती जस्तो गरिरहेको देखिन्छ। सौहार्दपूर्ण वातावरणमा यहाँका स्थानीय जनताहरूले घर भत्काएर यहाँबाट छोडिरहेको देख्न सक्नुहुन्छ। यहाँ सशस्त्र प्रहरी बल पनि यहाँ गस्ती गरिरहेको देख्न सक्नुहुन्छ। एकदम शान्तपूर्ण वातावरणमा यहाँबाट यो बस्तीबाट मान्छेहरू हटिरहेको देख्न सकिन्छ।